हेलो खम्डी म टेसी दिले सबैजनालाई म चाहिँ मिङमा छिरिङ मेरो ब्लगको नाम छ मिङमा छिरिङ र मिङमा छिरिङ ब्लगमा स्वागत छ तपाईहरुले। हामी चाहिँ अब चकपर जंगली तर्फ लाग्दै छु अनि अहिले चाहिँ हामी गम्चिन पुग्नु लागेको छ किङचोक बाई म अनि अनम र यता चाहिँ गम्चिन भन्छ यहाँ र गम्चिन अब किब्याकको नै अहिले चाहिँ हामी चाहिँ फेदाङ पुग्नु लाग्यो है र अनि हिजोको ब्लग चाहिँ आइसकेको छ भने अनि आजको आउनेवाला छ है। अब यता चाहिँ उँभो चाहिँ नेट त्यति चल्दैन, नेट चल्यो भने चाहिँ आउँछ नभए चाहिँ बादमा चाहिँ आउँछ है यो भिडियोहरु। अनि यो भिडियो चाहिँ युट्युबमा पनि आउँछ, तपाईहरुले लाइक कमेन्ट शेयर गरिदिनुहोस् है। र अनि चाहिँ हाम्रो साथीहरु चाहिँ यता जाँदैछ अनि यता चाहिँ हाम्रो आउने बाटो चाहिँ यो है। यहाँ चाहिँ चिमल गरी अब चाहिँ हामी आधी बाटो पुगिसकेको छ र हामी चाहिँ अब यहाँ फेदाङ पुगिसकेको छ भने अब म फेदाङको नजारा देखाउन गइरहेछु र हामी चाहिँ यता चाहिँ आज चाहिँ अनि लन्च यहाँ गर्ने। यहाँ चाहिँ हाम्रो लन्च के छ भने मोमो है, मोमो खाने हो अनि र यहाँबाट चाहिँ हामी चाहिँ उकालो जंगली जाने अनि यतादेखि चाहिँ अनि निरपोखरी र लमपोखरी भनिन्छ भने अनि यता चाहिँ पाल्देनलम भन्छ है। अनि पाल्देनलम भनेको चाहिँ पान्डिम है अनि यता चाहिँ खोला ओराल भन्नेहरु है। यता हामी चाहिँ अब चाहिँ खाजा बनाउनु तेरो लाग्यो है। अब चाहिँ खाजा र हामी चाहिँ अब अनि हामी चाहिँ अब मोमो बनाउँदैछ आज यहाँ फेदाङको उकालो जाने खाजा अनमको क्यान्टिनमा है। र हामी चाहिँ यहाँ खाएर चाहिँ हामी चाहिँ अब जंगली अब गएर चाहिँ जंगली त डाइरेक्ट जान्दैन, हामी माथि देउरालीमा गएर है मेन लप्चा भन्छ त्यता गएर हामी चाहिँ अलि रेस्ट गर्ने र यो भिडियो तपाईं यहाँको नजारा माथिको पनि देख्नेवाला छ। आज मौसम कस्तो हुन्छ हेर्दै गर्नुहोस्। हामी चाहिँ जंगली जाँदैछ यहाँ चाहिँ किङचोक बाहिर म आज कहाँबाट छक्काबाट आएको छक्काबाट चाहिँ फेदाङमा हामी खाजा खायो। अब फेदाङबाट हिँडेर हामी चाहिँ माथि देउराली पुग्नु आँटेको छ है, देउराली मुनि छ है। अहिले चाहिँ अनि आधी ग्रुप चाहिँ अगाडि गइहालेछ, अगाडि हिँडिसकेछ भनौँ, गोरु पनि अगाडि हिँडेछ घरहरू र हामी चाहिँ अहिले चाहिँ यहाँ चाहिँ लास्टमा मोमो दम्साइरहेको हामी चाहिँ फेदाङमा मोमो खाइरहेको हामी चाहिँ यस्तो छ यहाँ चाहिँ दामी। तपाईहरु पनि आउनुहोस्, जग्गा दामी एकदमै दामी छ, बाटो चाहिँ यत्रो ठुलो हाइवे अनि र अब हामी चाहिँ पुग्यो देउराली है। देउराली भन्छ चाहिँ यस्तै बुझिन्छ अनि मेन लप्चा पनि भन्छ। अनि मेन लप्चा भने चाहिँ मेन भनेको चाहिँ लेप्चा अनि लप्चा भनेको चाहिँ चौतारा है, त्यसले गर्दा चाहिँ हाम्रो मेन लप्चा भन्ने गर्छ यहाँ यसमा है। अनि यसमा अनि यो सबै यहाँको देवी देउरालीको कथासँग जोडिएको छ है। र यहाँ चाहिँ मेन लप्चा भन्ने चाहिँ यहाँ देउराली पनि भनिन्छ र यहाँ चाहिँ सिमी सिक्किम भन्ने गर्छ है। यहाँको जग्गा चाहिँ सिमी सिक्किम भन्ने है। अनि यो चाहिँ अहिले उता जाने बाटो सिमगाइटी जंगली है। अनि यता चाहिँ हामी चाहिँ अब सिमगाइटी पुग्नु लाग्यो है। अनि आज चाहिँ दिन अलिकति फगी लाग्यो है, धुम्म बस्छ नभए चाहिँ दामी हुन्थ्यो है। अब पनि हामी चाहिँ अनि ठक्कै जंगली पुगिसक्यो र जो हामी यता बस्ने भोलि चाहिँ यहाँबाट थाङसिङ र लामुनेसम्म जाने त्यहाँ ब्लग आउँछ है। अनि तपाईले यो भिडियो अन्तिमसम्म हेर्दिनु धेरै धेरै धन्यवाद। लासो हेर्दै गर्नुहोस्।